उपस्थित गाउँसभाका सदस्य, यस गाउँ बागमती गाउँपालिका दोस्रो गाउँसभा 9 अधिवेशनको दोस्रो बैठकको कार्य प्रारम्भ। सर्वप्रथम उपस्थित गाउँसभाका सदस्यहरूलाई लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न 1 मिनेट उठेर मौन धारण गर्न। उपस्थित गाउँसभाका सदस्यहरू, अब म आजको बैठकको कार्यसूची पढेर सुनाउँदछु। आजको बैठकमा पेश हुने कार्यसूचीहरूमा बागमती गाउँपालिकाको आर्थिक विधेयकमाथि धेरै छलफल गरी अनुमोदन गरिनेछ। बागमती गाउँपालिकाको विनियोजन विधेयकमाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। बागमती गाउँपालिकाको आवास 2083-84 को वार्षिक नीति तथा कार्यक्रममाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। बागमती गाउँपालिकाको आवास 2083-84 को वार्षिक कार्यक्रम तथा बजेटमाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। बागमती गाउँपालिकाको चालु आवास 2082-83 मा गाउँ कार्यपालिकाको बैठकबाट संशोधन परिमार्जन गरिएका योजना तथा कार्यक्रममाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। आवास 2081-82 सम्मका बागमती गाउँपालिकाको अन्तिम लेखा परीक्षण प्रतिवेदनमाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। विषयगत समिति मार्फत पेश हुने विषयगत शाखाको कार्य प्रगति प्रतिवेदनमाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। गाउँपालिका एवं गाउँ कार्यपालिका कार्यालयका निर्णयहरूमाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। चालु आवास 2082-83 मा गरेका खर्चमाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। पालिका स्तरीय योजना, सङ्घ तथा प्रदेश स्तरीय योजना एवं योजना बैंकमा समावेश गरिने योजना र राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम लगायतका योजनामाथि बृहत छलफल गरी अनुमोदन गरिनेछ। चालु आवास 2082-83 विषयहरूमाथि बृहत छलफल गरी अनुमोदन गरिने कार्यसूची रहेको छ। उपस्थित गाउँ सभाका सदस्यहरू, यस गाउँपालिका र गाउँपालिका अन्तर्गत रहेका विभिन्न विषयगत समिति
विषयगत शाखाहरूले चालु आव 2082-83मा गरेका कार्य प्रगतिका सन्दर्भमा प्रगति प्रतिवेदन प्रस्तुत गर्न विषयगत समितिका संयोजकहरूलाई अनुमति दिन्छु। सर्वप्रथम गाउँपालिकाका उपाध्यक्ष एवं पालिका स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिका संयोजक श्री फणेन्द्र कुमार तिमल सिन्हालाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। योजना अनुगमन तथा सुपरिवेक्षण समितिको वार्षिक प्रगति विवरण। सद्य अध्यक्ष महोदय, म यस बागमती गाउँपालिकाको योजना अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकको हैसियतले आर्थिक वर्ष 2082-83मा यस पालिका अन्तर्गत सञ्चालित विभिन्न योजना आयोजना तथा कार्यक्रमहरूको वार्षिक अनुगमन तथा सुपरिवेक्षणको समष्टिगत प्रतिवेदन यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छु। स्थानीय सरकारको लगानी जनमुखी, पारदर्शी र गुणस्तरीय होस् भन्ने उद्देश्यका साथ हाम्रो समितिले चालु आर्थिक वर्षभरि विकास निर्माणका कार्यहरूको निरन्तर स्थलगत अनुगमन, निरीक्षण र प्राविधिक मूल्याङ्कनको कार्य गर्दै आएको ब्यौरा सर्वप्रथम म यस गरिमामय सभालाई अवगत गराउन चाहन्छु। यस आर्थिक वर्षमा हामीले उपभोक्ता समिति, गोलपत्र, टेन्डर र कोटेसन मार्फत सञ्चालन गरेका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा लक्षित वर्गका कार्यक्रमहरूको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनको मुख्य अंश हाम्रा सबल पक्ष, चुनौती र आगामी कार्यदिशाका बारेमा म संक्षिप्त धारणा राख्न चाहन्छु। योजनाको समग्र स्थिति र भौतिक प्रगति। यस आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत 108वटा, शिक्षा क्षेत्रका 6वटा, बोलपत्र टेन्डर मार्फत 10वटा र कोटेसन मार्फत 36वटा गरी ठूलो संख्यामा योजनाहरू कार्यान्वयनमा रहेका थिए। हाम्रा प्राविधिक कर्मचारीहरू, वडा स्तरीय अनुगमन समितिका पदाधिकारीहरू र पालिका स्तरीय अनुगमन समितिको सफलताका कारण प्रतिवेदनमा समावेश गरेका योजनाहरूको भौतिक प्रगति समग्रमा 100% रही सफलतापूर्वक सम्पन्न भएका छन्। तटबन्धन, सिंचाई, कुलो, विद्यालय भवन, सडक स्तर उन्नति, गुम्बा तथा मन्दिर निर्माण जस्ता समुदायको प्रत्यक्ष सरकार जोडिएका योजनाहरूको वित्तीय भुक्तानी समेत पारदर्शी रूपमा इलेक्ट्रिक फन्ड ट्रान्सफर EFT मार्फत सिधै बैंक खातामा भइसकेको छ। यसका लागि म सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। हाम्रा सबल पक्ष र उपलब्धिहरू। प्रत्यक्ष अनुगमन प्रणाली योजना सम्पन्न हुनासाथ हामी आफै कार्यस्थलमा पुगेर प्राविधिक मूल्याङ्कन र गुणस्तर जाँच गरी उपभोक्ताको सन्तुष्टिका आधारमा मात्र भुक्तानी सिफारिस गर्ने परिपाटी पसालेका छौँ। जनसहभागिता र पारदर्शिता। उपभोक्ता समितिहरूमा स्थानीय नागरिकको प्रत्यक्ष संलग्नता बढेको छ, जसले गर्दा योजनाहरूमा समुदायको अपनत्व, ओनरसिप सिर्जना भएको छ र स्रोतको दुरुपयोग न्यूनीकरण भएको छ। प्राविधिक सहजीकरण। प्रत्येक वडामा प्राविधिक कर्मचारीको व्यवस्था गरिएकोले उपभोक्ता समिति निर्माण व्यवसायलाई प्राविधिक सल्लाह प्राप्त गर्न सहज भएको छ। सुधार गर्नुपर्ने मुख्य क्षेत्र र चुनौतीहरू।
हामीले काम गर्ने क्रममा केही कानुनी प्रशासनिक र व्यवहारिक जटिलताहरू परिगएका छौँ, जसलाई हामी आगामी वर्षहरूमा बेलैमा सुधार्नु जरुरी छ। ससाना योजनाको थुप्रो बजेट सिलिङ तोक्दा थोरै रकमका धेरै योजनाहरू टुक्रो टाक्रो बजेट छनौट हुने परिपाटीले गर्दा प्रशासनिक खर्च बढेको छ र विकासको ठुलो प्रभाव इम्प्याक्ट देखिन सकेको छैन। उपभोक्ता समितिको क्षमता र ठेक्का प्रथा उपभोक्ता समितिका पदाधिकारीहरूमा कानुनी र लेखा सम्बन्धी ज्ञानको कमी देखिन्छ। कतिपय ठाउँमा कागजमा मात्र समिति गठन गरी भित्रभित्रै स्थानीय ठेकेदारलाई काम जिम्मा दिने इन्भेस्टमेन्ट विकृति देखा परेको छ। कर्मचारीहरूको संलग्नता प्रचलित कानुन विपरीत सार्वजनिक पदमा रहेका व्यक्तिहरू जस्तै बालवाला शिक्षकहरू नै उपभोक्ता समितिको अध्यक्ष वा पदाधिकारी बस्ने गरेको परिपाटीलाई कडाइका साथ रोक्नुपर्ने छ। समय व्यवस्थापन र गुणस्तर आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र म्याद थप र भुक्तानीका लागि दबाब दिने प्रवृत्ति अझै कायम छ। साथै योजना स्थलमा सूचना पार्टी साइनबोर्ड अनिवार्य नराख्ने र निर्माण सामग्रीको प्रयोगशाला परीक्षण ल्याब क्वालिटी टेस्टमा व्यवस्था गरिएको पाइएको छ। आगामी आर्थिक वर्षका लागि मेरो दृष्टिकोण र मार्गचित्र यस प्रतिवेदनको निष्कर्ष र सुझावहरूलाई आत्मसात गर्दै आगामी आर्थिक वर्ष 2083-84 का लागि म निम्नलिखित मार्गचित्रहरू अघि सार्न चाहन्छु। बजेटको सीमा निर्धारण अबदेखि गाउँपालिका र वडा स्तरबाट रु 5 लाख भन्दा कम बजेटका साना योजनाहरू तर्जुमा नगर्ने नीति लिनुपर्ने। टुक्रो योजना बन्द गरी गौरवका र ठुला आयोजनामा बजेट केन्द्रित गर्नुपर्ने। अनिवार्य क्षमता वृद्धि योजनाको सम्झौता हुनुपर्व नै सम्बन्धित उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना सञ्चालन लेखा व्यवस्थापन र कानुनी प्रक्रियाबारे अनिवार्य अभिमुखीकरण तालिम दिनुपर्नेछ। 3 चरणको कडा अनुगमन योजना सुरु हुनुअघि कार्य प्रगतिको बीचमा र सम्पन्न भएपछि गरी कम्तीमा 3 चरणको प्राविधिक अनुगमनलाई अनिवार्य गरिनेछ। जटिल प्राविधिक कार्यहरू उपभोक्ता समितिबाट गराउन रोक लगाइनेछ। गुणस्तरीय परीक्षण प्रतिवेदन क्वालिटी टेस्ट रिपोर्ट निर्माण सामग्रीको ल्याब टेस्ट रिपोर्ट प्राप्त नभएसम्म रनिङ वा अन्तिम बिलको भुक्तानी रोका गरिनेछ। गुणस्तरमा कुनै सम्झौता हुने छैन। पुरस्कार र प्रवर्धनको व्यवस्था समयमै र गुणस्तरीय काम गर्ने उपभोक्ता समिति निर्माण व्यवसायलाई गाउँपालिका स्थापना दिवस वा सार्वजनिक समारोहमा पुरस्कृत गरिनेछ भने सम्झौता अनुसार काम नगर्ने वा बदमासी गर्ने समिति वा निर्माण व्यवसायलाई कालो सूचीमा राखी कानुनी कारवाही अघि बढाइनेछ। श्रद्धेय अध्यक्ष महोदय, योजना अनुगमन तथा सुपरभिजन समितिबाट सम्पादन गर्नुपर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तथा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण निर्वाचित जनप्रतिनिधि गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू तथा अग्रज समाजसेवी बुद्धिजीवीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, बागमती गाउँपालिका योजना अनुगमन तथा सुपरभिजन समितिबाट हुने काम कारवाहीमा विभिन्न चुनौती रहेको बेहोरा यहाँ मार्फत गाउँसभामा जानकारी गराउन चाहन्छु। नागरिकका ससाना गुनासाहरूलाई समेत स्थानीय सरकारको नाताले सम्बोधन गर्नुपर्ने अपरिहार्य दायित्व रहेको हुँदा विनियोजित योजना तथा कार्यक्रमको सङ्ख्या धेरै हुँदा कार्यान्वयनमा चुनौती थपिएको छ। मेरो संयोजकत्वमा गठन भएको पालिका स्तरीय योजना अनुगमन तथा सुपरभिजन समितिले धेरै योजना तथा कार्यक्रमको अनुगमन गर्नुपर्ने र स्रोत र साधन समयको कमीबाट पर्याप्त स्थलगत अनुगमन गर्न कठिनाइ हुन सक्ने सम्भावना रहेको छ। श्रद्धेय अध्यक्ष महोदय, यस अवस्थामा उक्त समस्या र चुनौतीहरूलाई समाधान गर्दै बागमती गाउँपालिकाको योजना अनुगमन तथा सुपरभिजन समितिबाट हुने सम्पूर्ण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा सभा समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद।
धन्यवाद उपाध्यक्षज्यू। गाउँसभाका सदस्यहरू, अब म सामाजिक विकास समितिका संयोजक श्री कमान सिंह पाखरिनलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। सभाका श्रद्धेय अध्यक्षज्यू, बागमती गाउँपालिकाको सामाजिक विकास समितिको संयोजक म कमान सिंह पाखरिन अब 2082-83 को वार्षिक अवधिमा यस समितिको प्रगति विवरणहरू यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा आज हर्षित एवं गौरव महसुस गरेको छु। यस आवामा सामाजिक विकासतर्फ कुल विनियोजित रकम 44,88,75,133 रुपियाँ मध्ये 40,58,98,033 रुपियाँ खर्च भएको छ, जुन कुल विनियोजित रकममा 90.43% प्रगति हासिल भएको छ। शिक्षा, युवा तथा खेलकुद क्षेत्र कुनै पनि स्थानीय तहको दीर्घकालीन सामाजिक, आर्थिक र मानवीय विकासको मेरुदण्ड हो। नेपालको संविधान 2072, स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा बागमती गाउँपालिकाको स्वीकृत नीति कार्यक्रम र बजेटको मार्गदर्शनमा यस शाखाले शिक्षामा पहुँच, गुणस्तर र सुशासन, युवामा सिप, नेतृत्व र रोजगारी तथा खेलकुदमा सहभागिता, प्रतिस्पर्धा र पहिचान अभिवृद्धि गर्ने उद्देश्यका साथ चालु आर्थिक वर्षमा विनियोजित बजेटको योजना तथा कार्यक्रम कार्यान्वयनका प्रक्रियाहरू अगाडि बढाएको छ। यस प्रतिवेदनको मूल आशय सो चालु आवाको वार्षिक समय अवधिमा भएका कार्यहरूको वस्तुगत समीक्षा, यथार्थपरक मूल्याङ्कन तथा आगामी कार्यदिशाबारे सम्मानित सभामा स्पष्ट जानकारी गराउनु हो। सभाका सम्मानित अध्यक्षज्यू, प्रतिवेदनको प्रारम्भमा शिक्षा, युवा तथा खेलकुद तर्फको प्रतिवेदन पेश गर्ने अनुमति चाहन्छु। आर्थिक वर्ष 2082-83 मा शिक्षा, युवा तथा खेलकुद शाखाले गुणस्तरीय, समावेशी, प्रविधि मैत्री, सिप युक्त तथा प्रतिस्पर्धी शिक्षा, सक्षम युवा र समृद्ध खेलकुद भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखी उल्लेखनीय प्रगतिहरू हासिल गरेको छ। शिक्षा क्षेत्रमा विनियोजित रु 23,91,68,000 मध्ये रु 21,92,64,000 अर्थात् 91.67% बजेट खर्च भई प्रभावकारी वित्तीय प्रगति हासिल भएको छ। यस अवधिमा शैक्षिक सुशासन सुदृढ गर्न गाउँ शिक्षा समिति तथा प्रधानाध्यापकहरूको नियमित बैठक सञ्चालन, शैक्षिक क्यालेन्डर, शिक्षक डायरी वितरण, शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालय पूर्वाधार विकास अन्तर्गत विभिन्न विद्यालयहरूमा भवन निर्माण, घेराबार, मर्मत सम्भार तथा आवश्यक फर्निचर व्यवस्थापन गरिएको छ। विद्यार्थी लक्षित अध्यक्ष छात्रवृत्ति, विपन्न तथा जेहेन्दार छात्रवृत्ति, आवासीय तथा गैर आवासीय छात्रवृत्ति, निःशुल्क पाठ्य पुस्तक, छात्रको लागि निःशुल्क सेनेटरी प्याड तथा न्यानो कपडा वितरण जस्ता सामाजिक सुरक्षामूलक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएका छन्। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आधारभूत तह र कक्षा 8 को परीक्षा सञ्चालन, एसई तयारी, कक्षा 1 देखि 3 को सिकाइ मूल्याङ्कन, स्काउट विस्तार, राष्ट्रपति रणशील प्रतियोगिता तथा 1 माध्यमिक विद्यालय 1 नर्स कार्यक्रम सञ्चालन गरिएको छ। साथै सूचना तथा सञ्चार प्रविधिको विस्तार गर्दै विद्यालयहरूमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, इन्टरएक्टिभ प्यानल र हाजिरी प्रणाली, सीसीटीभी, यूपीएस लगायतका आईसीटी सामग्री उपलब्ध गराई डिजिटल शिक्षण वातावरण विकास गरिएको छ। विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरूको क्षमता विकास, पुस्तकालय व्यवस्थापन, विज्ञान प्रयोगशाला स्थापना र बाल मैत्री कक्षा कोठा व्यवस्थापनलाई समेत प्राथमिकता दिएको छ। मानव स्रोत व्यवस्थापन अन्तर्गत स्वयंसेवक शिक्षक, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीहरूको पारिश्रमिकको थप व्यवस्थापन गरिएको छ भने 34 जना गाउँपालिका
अनुदान शिक्षक मार्फत विद्यालयमा शिक्षक अभावको व्यवस्थापन गरिएको छ। सूर्य माध्यमिक विद्यालयको साझेदारीमा सिपमूलक तालिम सञ्चालन गरिएको छ। तामाङ भाषाको संरक्षण तथा प्रवर्धनका लागि 25 वटा विद्यालयमा मातृभाषा शिक्षण सुरु गरिएको छ। 3 वटा सामुदायिक सिकाइ केन्द्र मार्फत सिप विकास साक्षरता तथा आजीवन सिकाइ कार्यक्रम सञ्चालन गरिएका छन्। जनता माध्यमिक विद्यालयमा छात्रावास निर्माण तथा विभिन्न ECD केन्द्रहरूको भवन सुदृढीकरण सम्पन्न गरिएको छ। खेलकुद क्षेत्रमा बागमती गाउँपालिकाले ऐतिहासिक सफलता हासिल गरेको छ। 16औं मकवानपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगितामा 25 स्वर्ण 15 रजत र 12 कांस्य गरी कुल 52 पदक सहित जिल्ला प्रथम बन्न सफल भएको छ। जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा समग्र उपाधि जित्दै खेलकुद क्षेत्रमा आफ्नो उत्कृष्टता पुनः स्थापित गरेको छ। 8औं बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गरिएको छ। खेलकुद पूर्वाधार विकास एक ओडा एक खेल मैदान अभियान सहित स्मृति रङ्गशाला निर्माण तथा निरन्तर खेल प्रवर्धनका कारण गाउँपालिका राष्ट्रिय खेलकुद परिषद देशकै उत्कृष्ट स्थानीय तहको रूपमा सम्मानित भएको छ। उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार तथा सम्मान मार्फत थप प्रोत्साहन प्रदान गरिएको छ। युवा तथा बालबालिकाको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै गाउँपालिका स्तरीय युवा क्लब तथा बाल क्लब सञ्जाल गठन गरिएको छ। यस मार्फत नेतृत्व विकास स्वयंसेवा सामाजिक उत्तरदायित्व र उद्यमशीलता बाल अधिकार स्वास्थ्य र सरसफाई वातावरण संरक्षण तथा जीवन उपयोगी सिप विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्ने आधार तयार भएको छ। साथै नेपालमै पहिलो पटक स्थानीय तहको पहलमा जनता माध्यमिक विद्यालयमा आवासीय फुटबल एकाडेमी सञ्चालन गरी स्थानीय प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने महत्त्वपूर्ण अभियान सुरु गरिएको छ। यसै गरी गाउँपालिकाका 50 वटा सामुदायिक विद्यालयमा सामाजिक परीक्षण सम्पन्न गरी विद्यालयमा सुशासन पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाइएको छ। समग्रमा आर्थिक वर्ष 2082-83 को शिक्षा युवा तथा खेलकुद क्षेत्रका लागि अत्यन्त उपलब्धिमूलक वर्षका रूपमा स्थापित भएको छ। सीमित स्रोत साधनका बावजुद प्राप्त उच्च वित्तीय प्रगति र गुणस्तरीय शिक्षा सूचना प्रविधिको विस्तार र पूर्वाधार विकास छात्रवृत्ति व्यवस्थापन मातृभाषा संरक्षण खेलकुदमा राष्ट्रिय पहिचान र युवा तथा बाल सहभागिता प्रवर्धन र फुटबल एकाडेमी सञ्चालन जस्ता उपलब्धिले बागमती गाउँपालिकालाई शिक्षा र खेलकुद क्षेत्रमा नमुना स्थानीय सरकारका रूपमा स्थापित गरेको छ। आगामी वर्षमा पनि डिजिटल समावेशी प्रविधि मैत्री रोजगारमुखी तथा गुणस्तरीय शिक्षा सक्षम युवा र समृद्ध खेलकुद मार्फत समुन्नत बागमती निर्माणतर्फ अझ प्रभावकारी रूपमा अघि बढ्ने संकल्प सहित प्रतिबद्धता व्यक्त गर्दछु। अब म सम्मानित सभामा स्वास्थ्य तर्फको प्रगति विवरण पेश गर्ने अनुमति चाहन्छु। स्वास्थ्य क्षेत्रमा विनियोजित रु 12,84,01,150 रुपियाँ मध्ये 12,43,03,760 रुपियाँ अर्थात् 96.81% बजेट खर्च भई प्रभावकारी वित्तीय प्रगति हासिल भएको छ। स्वास्थ्यतर्फ विगत स्वास्थ्य सम्बन्धी सूचकहरूको मूल्याङ्कन लगातार दोस्रो वर्ष जिल्लामा प्रथम स्थान हासिल गर्न सफल हुँदा हामी हर्षित छौँ। हामी बागमती गाउँपालिका क्षेत्रभित्रका गर्भवती महिलाहरूको लागि निःशुल्क क्याल्सियम र फोलिक एसिड वितरण एवं भिडियो एक्सरे गर्ने कार्य प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ। यस गाउँपालिकामा समाजभित्र लुकेर रहेको क्षयरोग पत्ता लगाउन शिविर सञ्चालन भइरहेको छ। 70 जना क्षयरोग बिरामीहरूलाई आवश्यक उपचारको सेवा एवं पोषण प्याकेज उपलब्ध गरिएको छ। यस आर्थिक वर्षमा यस गाउँपालिकामा क्षयरोग सम्बन्धी कार्यहरूलाई व्यवस्थित गर्न क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम कार्यान्वयनमा रहेको छ। स्वास्थ्य संस्थाहरूबाट नियमित खोप सेवा, आमा सुरक्षा कार्यक्रम, परिवार नियोजन सेवा र दैनिक ओपीडी सेवा सञ्चालन भइरहेको छ। स्वास्थ्य संस्थाहरूबाट 98 प्रकारका औषधिहरू नियमित रूपमा निःशुल्क उपलब्ध गराउँदै आएको छ। किशोर किशोरी मैत्री तथा पोषण मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको छ। नसर्ने रोग तथा पाठेघर मुखको क्यान्सर रोग सम्बन्धी अभियानकै रूपमा सञ्चालन गरी
1126 जनालाई सेवा दिएको छ। शहीद स्मृति अस्पताल भवन निर्माण कार्य सम्पन्न भई आवाद 2083-84 को श्रावणदेखि सेवा सुचारुका लागि तयारी कार्य भइरहेको छ। गरिब तथा विपन्न परिवार र सुत्केरी आमाहरूलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। 21 जना दीर्घ रोगीहरूलाई आर्थिक सहायता गरिएको छ। मानसिक स्वास्थ्य सेवा 22 जना घरमै गएर परामर्श सेवा दिएको छ। ज्येष्ठ नागरिक, अपङ्गा, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूको सामाजिक सुरक्षा भत्ता ब्याङ्किङ प्रणाली मार्फत भुक्तानी भइरहेको छ। यस गाउँपालिकाका ज्येष्ठ नागरिक, अशक्ता, अपङ्गता भएका व्यक्ति एवं सेवाग्राहीहरूको ब्याङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी भएको छ। महिला विकास तर्फ सिपमूलक तालिम 190 जनालाई प्रदान गरियो र बाल बालिका संरक्षण कार्यक्रम अन्तर्गत 25 जना बाल बालिकाहरूलाई मासिक रु 2000 का दरले ब्याङ्किङ प्रणाली मार्फत भुक्तानी भइसकेको छ। रोजगार सेवा केन्द्र मार्फत सबै वडाका योजनाहरू छनौट भएका 12 वटा योजना कार्य सम्पन्न भएको छ। अब 2082-83 मा 90 जनाको पुनः श्रम स्वीकृतिमा सहजीकरण गरिएको छ। श्रम बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधि निर्माण गरिएको छ। वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने आर्थिक सहायतामा 4 जनालाई सहयोग प्राप्त गर्नको लागि सहजीकरण गरिएको छ। सामाजिक विकास समिति माताहतका विषयगत शाखा र उपशाखा एवं इकाइहरूले नियमित रूपमा दैनिक प्रशासनिक कामकाज एवं बजेट तथा कार्यक्रम कार्यान्वयनका पाटोमा सेवामूलक, नागरिक मैत्री तथा परिणाममुखी भएर नै कार्य सम्पन्न गरिरहेको यस सम्मानित गाउँसभामा अवगत गराउन चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, बागमती गाउँपालिका सामाजिक विकास समितिबाट हुने काम कारबाहीमा विभिन्न चुनौती रहेको बेहोरा यहाँ मार्फत गाउँसभामा जानकारी गराउन चाहन्छु। सीमित स्रोत साधन, अपर्याप्त बजेट एवं आन्तरिक स्रोतको न्यूनताले गर्दा शिक्षा, स्वास्थ्य तथा सामाजिक समावेशीकरण जस्ता अति महत्त्वका क्षेत्रमा जनताको अपेक्षा अनुसारको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन। सभाका श्रद्धेय अध्यक्षज्यू र उपस्थित सभाका सदस्यज्यूहरू यस अवस्थामा उक्त समस्या र चुनौतीहरूलाई समाधान गर्दै बागमती गाउँपालिकाको सामाजिक विकास समितिबाट हुने सम्पूर्ण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा यस सभा समक्ष अनुरोध गर्न चाहन्छु। अन्तमा सभाका श्रद्धेय अध्यक्षज्यू, आदरणीय उपाध्यक्षज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू र विषयका समितिका संयोजकज्यूहरू, सभाका सदस्यज्यूहरू, कर्मचारी साथीहरू, सञ्चारकर्मी मित्रहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। धन्यवाद सामाजिक विकास समितिका संयोजकलाई, गाउँसभाका सदस्यहरू। अब म सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक श्री विजय कुमार भोलनलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, यस बागमती गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक विजय कुमार भोलन आर्थिक वर्ष 2082-83 को यस समितिको प्रगति विवरण यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा खुसी महसुस गरेको छु। यस आर्थिक वर्षमा कुल विनियोजित रकम रु 83 करोड 82 लाख 67,674 मध्ये चालुतर्फ रु 42 करोड 66 लाख 80,000 411 रुपियाँ, पुँजीगत तर्फ रु 27 करोड 13 लाख 94,387 गरी कुल प्रगति भएको छ। चालुतर्फ 89.4% र पुँजीगत तर्फ 75.53% गरी कुल विनियोजित रकममा 83.25% प्रगति हासिल गरेको छ।
यस आर्थिक वर्षको कुल राजस्व अनुमान रु 9,08,22,000 रहेकोमा हालसम्म आइपुग्दा आम्दानी 5,01,15,835 रुपियाँ 96 पैसा भएको छ, जुन कुल अनुमानको 52.8% हो। त्यसै गरी हामीसँग 53 स्थायी कर्मचारी 116 करार कर्मचारी र 5 नगर प्रहरी गरी कुल 175 कर्मचारीहरू रहेका छन्, जसमध्ये यही आर्थिक वर्षमा हाम्रो स्थायी तर्फ पशु चिकित्सक अधिकृत स्तर 8औं 1 जना र वरिष्ठ सहायक 1 जना सरुवा भई आएका, प्राविधिक सहायक पशु विकास शाखातर्फका 1 जना वैकल्पिक उम्मेद्वार सिफारिस भई आएको, प्रशासनतर्फ 2 जना उम्मेद्वार प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई आएका, करार सेवातर्फ मेडिकल अधिकृत 1 जना, जनस्वास्थ्य अधिकृत 1 जना, पशु चिकित्सक 1 जना, फुटबल प्रशिक्षक 1 जना, शिक्षा सहजकर्ता 1 जना, मनोसामाजिक परामर्शकर्ता 1 जना, महिला उद्यम सहजकर्ता 1 जना, अनामी 1 जना, पशु प्राविधिक सहयोग चौथो 1 जना, उसु प्रशिक्षक 1 जना, सहायक फुटबल प्रशिक्षक 2 जना, हेभी सवारी चालक 2 जना, हलुका सवारी चालक 1 जना, रिटर्निङ स्वयंसेवक 2 जना, कार्यालय सहयोगी 2 जना र स्विपर 1 जना गरी कुल 20 जना पद पूर्ति भएको छ। श्रद्धेय अध्यक्ष महोदय, यस अवधिमा विभिन्न 27 वटा नयाँ कार्यविधि, 4 वटा मापदण्ड र दिग्दर्शन, 1 दिग्दर्शन, 1 कार्ययोजना र 1 नियमावली र 1 रणनीति, 1 निर्देशिका र 5 वटा कार्यविधि संशोधन स्वीकृत भई कुल 41 वटा कानुन कार्यान्वयन भएको छ। न्यायिक समितिले यस अवधिमा विभिन्न 15 उजुरीहरूमाथि कारबाही सञ्चालन गरेको छ। गत आर्थिक वर्षबाट सरी आएका विवाद 2 वटा, जग्गा भोगचलन सम्बन्धी विवाद 12 वटा र आर्थिक लेनदेन सम्बन्धी विवाद 1 वटा गरी कुल 15 उजुरीहरूमाथि कारबाही सञ्चालन गरेको छ, जसमध्ये 9 वटा विवाद फर्च्योर भएको, 5 वटा विवाद फर्च्योर हुन बाँकी रहेको र 1 वटा विवाद सम्बन्धित निकायमा पठाएको छ। यसैगरी सार्वजनिक सेवा प्रणाली प्रभावकारी बनाउँदै सुशासन कायम गर्नको लागि नागरिक सहायता कक्षा, गुनासो पेटिका, नागरिक बडापत्रको व्यवस्था गरिएको छ। सेवा प्रवाहलाई चुस्त, छिटो, छरितो बनाउने उद्देश्यका साथ नमुना निवेदन पत्रहरू एवं विभिन्न सिफारिस सम्बन्धी टेम्प्लेटहरू निर्माण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ। सेवा प्रवाहलाई चुस्त, छिटो, छरितो, सरल बनाउने उद्देश्यका साथ गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरू व्यवस्थित गरिएको छ एवं थप कार्य सम्पादन मैत्री बनाएको छ। महालेखा परीक्षकको कार्यालयबाट प्राप्त यस गाउँपालिकाको आर्थिक वर्ष 2081-82मा 0.37% मात्र बेरोजगारी रहेको र लेखा परीक्षण प्रतिवेदन अनुसार गाउँपालिका स्थापना कालदेखि हालसम्मकै कम बेरोजगारी कायम हुन सफल भएको छ। आर्थिक वर्ष 2081-82 को प्रारम्भिक लेखा परीक्षणमा औल्याएको सैद्धान्तिक अनियमित प्रमाण पेश गर्नुपर्ने र असल उपर गर्नुपर्ने बेरोजगारीका विषयमा लेखा समितिमा छलफल भई उक्त बेरोजगारीप्रति सचेत भई सजग भई बागमती गाउँपालिकाको बेरोजगारीलाई शून्यमा झार्ने लक्ष्य सहित अगाडि बढिएको छ। गत विगतका सम्परीक्षण गर्नुपर्ने बेरोजगारीको समेत गाउँ कार्यपालिकाको कार्यालयको विशेष पहल कदमीमा उल्लेख्य मात्रामा बेरोजगार सम्परीक्षण गराइएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन गर्न सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी एवं विषयगत रूपमा फोकल पर्सन तोकी सेवा प्रवाहलाई चुस्त, छिटो, छरितो एवं नागरिक मैत्री बनाइएको छ। नागरिकको गुनासोलाई सम्बोधन गर्न
उजुरी पेटिका, नागरिक राय सन्तुष्टि सर्वेक्षण जस्ता नागरिकका अभिमत व्यक्त गर्न औजार प्रयोग गरी सोही अनुसार सहजीकरण गरिएको छ। सेवा प्रवाहलाई गुणस्तरीय र व्यवस्थित बनाउन नागरिक बडापत्रको व्यवस्था गरी सुशासन र जवाबदेहिताको प्रवर्तन गरिएको छ। सार्वजनिक सेवा तथा क्षमता विकास समिति मातहतका विषयगत शाखा, उपशाखा र इकाइहरूले नियमित रूपमा दैनिक प्रशासनिक कामकाज एवं बजेट तथा कार्यक्रम कार्यान्वयनका पाटोमा सेवामूलक, नागरिक मैत्री तथा परिणाममुखी भएर नै कार्य सम्पादन गरिरहेको यस सम्मानित गाउँसभामा अवगत गराउन चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, बागमती गाउँपालिका सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट काम कारबाहीमा विभिन्न चुनौती रहेको व्यवहार यहाँ मार्फत गाउँसभामा जानकारी गराउन चाहन्छु। आन्तरिक स्रोतको अभावले गर्दा सङ्घ र प्रदेशसँग निर्भर हुनु परेको जसले गर्दा नागरिकहरूको अपेक्षा अनुरूप बजेट र कार्यक्रमहरू ल्याउन सकिएको छैन। करको दर र दायरा वृद्धि गरी अधिकतम राजस्व सङ्कलन गर्न सकिएको छैन। श्रद्धेय अध्यक्ष महोदय, यस अवस्थामा उक्त समस्या चुनौतीहरूलाई समाधान गर्दै बागमती गाउँपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिबाट हुने सम्पूर्ण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा यस सभा समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजकलाई। गाउँसभाका सदस्यहरू, अब म पूर्वाधार विकास समितिका संयोजक श्री दन्तलाल माझीलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। धन्यवाद। पूर्वाधार विकास समितिको वार्षिक प्रगति विवरण। श्रद्धेय अध्यक्ष महोदय, म यस बागमती गाउँपालिकाको पूर्वाधार विकास समितिको संयोजक दन्तलाल माझी आर्थिक वर्ष 2082-83 मा समितिको वार्षिक प्रगति विवरण यस गरिमामय सभामा प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गर्न चाहन्छु। यस आर्थिक वर्षमा पूर्वाधार विकास समितिको क्षेत्रमा कुल विनियोजित रकम रु 12,77,30,509 मध्ये हालसम्म 9,72,644 खर्च भएको अवस्था हो, जो विनियोजित रकममा 70.52% प्रगति हासिल भएको छ। यसमध्ये यातायात पूर्वाधारतर्फ 74.15%, भवन आवास तथा शहरी विकासतर्फ 58.82%, ऊर्जातर्फ 66.1% र सञ्चार तथा सूचना प्रविधितर्फ 69.15% खर्च भएको छ। गाउँसभाले नयाँ अभ्यासको रूपमा जनताको घर दैलोको सरकारको महसुस गराउनको लागि वार्षिक नीति तथा कार्यक्रममै राखेर रु 3 लाख सम्मको योजनाहरू वडा स्तरमै संयोजित गरी कार्यान्वयन गरिएको छ। हालसम्म उपभोक्ता समिति मार्फत
108वटा कोटेसन मार्फत 36वटा र बोलपत्र ठेक्का व्यवस्थापन मार्फत 10वटा र योजनाहरूको कार्य सम्पन्न भई भुक्तानी दिएको छ। केही साना योजनाहरूमा 3वटा योजनाहरूको विविध कारणले कार्य सम्पन्न हुन नसकेको चालु आवामा भुक्तानी दिन सकिएन। बागमती प्रदेश सशक्त अनुदानतर्फ 5वटै योजनाहरूको कार्य सम्पन्न भएको छ भने प्रदेश समपूरकतर्फ 2वटा योजनाहरू मध्ये गुर्दुम कुटीभकारी सडक वडा नम्बर 3 को कार्य सम्पन्न भई भुक्तानी भइसकेको छ भने राईगाउँ क्यान्टिन मोटर बाटोतर्फ 1, 2 र 4 को निर्माण कार्य भइरहेको छ। चालु आवामा अधिकांश संरचनाका कार्यहरू निर्माण व्यवसाय मार्फत कार्यान्वयन गर्न सफल भएको छ। सङ्घीय सरकार र बागमती गाउँपालिकाको लागत साझेदारीमा सम्पन्न गर्नको लागि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न रु 10 करोड 44 लाख बराबरको ठेक्का आह्वान भएकोमा रु 6 करोड 96,98,447 रुपैयाँ र 67 पैसा ठेक्का सम्झौता भई एसएमएस जेबी काठमाडौँ 31 ले मिति 2084/1/16 गते भित्र सम्पन्न गर्ने गरी निर्माण कार्य गरिरहेको छ। यस योजनाको सम्पन्न पश्चात एउटै भवनमा सेवाहरू प्रदान गर्न सहज हुने देखिन्छ। गाउँपालिकाको आफ्नै लगानीमा बागमती 5 कोइराला स्थित रु 5 करोड 19,49,037 रुपैयाँ 93 पैसा लागतमा क्रसर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यसको सम्पन्न पश्चात गाउँपालिकाको आन्तरिक आय थप प्रगति हासिल गर्ने विश्वास लिएको छु। नेपाल सरकार विशेष प्रगति अनुदान अन्तर्गत गुन्द्रुक खोला खानेपानी आयोजनाको हालसम्म 80% कार्य सम्पन्न भएको छ भने बहुवर्षीय योजनामा राखी नेपाल सरकारले आगामी आवाको लागि थप बजेट सुनिश्चित गरिएको छ। त्यसैगरी झुरझुरे कवर हल निर्माण कार्य 95% सम्पन्न भएको छ भने यस योजनालाई पनि नेपाल सरकारले थप बजेट सुनिश्चित गरिएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको हेभी इक्विपमेन्टको प्रयोगबाट सबै सडकमा एकमुष्ट 102 किलोमिटर सडकको स्तर उन्नति तथा सरसफाइ भएको छ भने 2 र 3 नम्बर वडामा नयाँ ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। गाउँपालिकाले विपदको पूर्व तयारी र विपद पश्चात क्षतिको न्यूनीकरणमा आफ्नो स्वामित्वमा रहेका यन्त्र उपकरणको हेभी इक्विपमेन्ट कुशल परिचालन गर्दै आएको छ। सङ्घीय सरकार र बागमती गाउँपालिकाको साझेदारीमा बागमती गाउँपालिका वडा नम्बर 2 मा खड्के सुनथानी झोलङ्गे पुल सम्पन्न भएको छ। विगत आवामा दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको
समस्या समाधान गरी जग्गा धनी पूर्जा उपलब्ध गराउन अहिले नि जग्गाको नाप जाँच कार्य निरन्तर भइरहेको छ। बागमती गाउँपालिकाको 9वटा वडाहरूमा जम्मा लगत सङ्कलन 8,230 भएको छ भने जग्गा धनी पूर्जा प्राप्तिको लागि निशा कार्ड उपलब्ध गराइएको योजना मुताबिक 3,000 वटा फारम कम्प्युटर प्रतिष्ठित सम्बन्धी कार्य भइरहेको र भूमिहीन बाँकी फारमहरू प्रतिष्ठितको लागि क्रमशःमा रहेको छ भने हालसम्म 153 जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिएको छ भने चालु आवामा 104 जनालाई पूर्जा वितरण गरिएको छ र वडा नम्बर 1 देखि 4, 5, 6, 7, 8, 9 वटाको 110 भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई चालु आवा भित्रै लाल पूर्जा वितरण गर्नको लागि गाउँपालिका अगाडि बढिरहेको छ। भौतिक पूर्वाधार विकास समितिको कार्य क्षेत्रभित्र परेका सूचना तथा सञ्चार प्रविधि विकास र तथा विस्तार सम्बन्धी कार्य अन्तर्गत इन्टरनेट सेवा विस्तार गर्न बाँकी रहेको एक मात्र वडा 9 को कार्यालयमा इन्टरनेट विस्तार भई सेवा प्रवाह सहज भएको छ। आगामी दिनमा पालिकाले दिने सेवाहरू सूचना प्रविधि मैत्री बनाउनको लागि पूर्वाधार विकास क्षेत्रमा गाउँपालिकाको कार्यालय अनिवार्य हाजिरीको व्यवस्था भइसकेको छ भने आगामी दिनमा सबै वडामा अनिवार्य बायोमेट्रिक हाजिरीको व्यवस्था गरिनेछ। त्यस्तै गरी बागमती गुणस्तरीय शिक्षा एवं विद्यालय सूचना प्रविधि सहयोग परियोजना अन्तर्गत विनियोजित 1,65,00,000 बजेटबाट रु 85 लाख बजेटले सबै विद्यालयहरूमा माग बमोजिम आइसिटीको लागि सामग्रीहरू खरिद तथा व्यवस्थापन गरिएको छ। श्रद्धेय अध्यक्ष महोदय, पूर्वाधार विकास समितिबाट भएका कानुन निर्माण कार्य महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तथा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारी तथा अग्रज समाजसेवी बुद्धिजीवी प्रति आभार व्यक्त गर्न चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, बागमती गाउँपालिका पूर्वाधार विकास समितिबाट हुने काम कारबाहीमा विभिन्न चुनौती रहेको बेहोरा यस मार्फत गाउँ सभामा जानकारी गराउन चाहन्छु। नागरिकका ससाना गुनासाहरूलाई समेत स्थानीय सरकारको नाताले सम्बोधन गर्नुपर्ने अपरिहार्य दायित्व रहेको हुँदा विनियोजित योजना तथा कार्यक्रमको सङ्ख्या धेरै हुँदा कार्यान्वयनमा चुनौती थपिएको छ। उपाध्यक्षज्यूको संयोजकतामा गठन भएको पालिका स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समितिले धेरै योजना तथा कार्यान्वयन कार्यक्रमको अनुगमन गर्नुपर्ने र स्रोत साधन समयको कमीबाट प्रयास स्थलगत अनुगमन गर्न कठिन हुन सक्ने सम्भावना रहेको छ। भौतिक पूर्वाधारको
विकटताको कारणले गर्दा सम्पूर्ण वडाहरूमा सूचना तथा प्रविधिको विकास र विस्तार गर्न कठिन भइरहेको छ। श्रद्धेय अध्यक्ष महोदय, यस अवस्थामा उक्त समस्या र चुनौतीलाई समाधान गर्दै बागमती गाउँपालिकाको पूर्वाधार विकास समितिबाट हुने सम्पूर्ण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा यस सभा समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद पूर्वाधार विकास समितिका संयोजक दन्तलाल राईजीले। गाउँसभाका सदस्यहरू, अब म आर्थिक विकास समितिका संयोजक श्री उत्तरबहादुर मोलनलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। श्रद्धेय सभाध्यक्ष महोदय, म बागमती गाउँपालिका आर्थिक विकास समितिको संयोजक उत्तरबहादुर बोलन आर्थिक वर्ष 2082-83 को बागमती गाउँपालिका अन्तर्गत आर्थिक विकास समिति मातहतका शाखाहरूबाट भएको आर्थिक प्रगति प्रतिवेदन यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गर्न चाहन्छु। आर्थिक विकास समिति अन्तर्गतका कृषि विकास, पशुपन्छी विकास, सिंचाई, पर्यटन, प्रवर्धन, सहकारी तथा गरिबी निवारण एवं वित्तीय क्षेत्र, उद्योग, व्यापार तथा व्यवसाय, श्रम तथा रोजगार प्रवर्धन पर्दछ, जसमध्ये विशेष गरी कृषि, पशुपन्छी विकास, सहकारी तथा रोजगार शाखाबाट उल्लेख्य कार्यहरू भएको छ। कृषकबाट उत्पादित दूधको दिगो बजारीकरण, व्यवसायीकरणको लागि दीर्घकालीन रूपमा समस्या समाधान गर्न गाउँपालिकाले मिति 2082 पौष 1 गतेदेखि खरीपाटी डेरी भक्तपुरसँग सम्झौता गरी प्रत्येक 15-15 दिनमा भुक्तानीको कारोबार सुरु गरी हाल कार्यान्वयन भइरहेको अवस्था छ, जुन कार्यले पशुपालक किसानहरूमा उत्साह बढेको देखिन्छ। पशुपन्छी विकास शाखा अन्तर्गत बिउ पुँजी परिचालन कार्यक्रम सञ्चालनसँगै दूध उत्पादनमा वृद्धि भई हाल दैनिक करिब 6500 लिटर दूधको बिक्री वितरण भइरहेको छ, जसबाट वार्षिक 15 करोड 60 लाख रुपियाँ बराबरको कारोबार भएको छ। दूधको मात्रा बढाउँदै जाँदा रोजगार बढ्नुको साथै बागमती गाउँपालिकाको अर्थतन्त्रमा छिट्टै नै सुधार हुने देखिन्छ। साथै गत आर्थिक वर्षको उक्त कार्यक्रम अन्तर्गत खरिद गरिएको दुहुना गाई भैँसीको दायित्व भुक्तानी करिब 89 लाख रुपियाँ भुक्तानी यस आर्थिक वर्षमा गरिएको छ। बागमती गाउँपालिकालाई दूध उत्पादनमा थप बढावा दिन किसानहरूलाई उत्पादनमा आधारित दूध प्रोत्साहन रकम प्रति लिटर 5 रुपियाँको दरले कुल रु 32,50,000 रुपियाँ रकम भुक्तानी गर्ने कार्य सम्पन्न भएको छ। त्यसै गरी यसै आर्थिक वर्षमा 37 जना पाडापाडी बाख्रा, बङ्गुर र कुखुरा पालक किसानहरूलाई 37 लाख रुपियाँ बिउ पुँजी परिचालन गरिएको छ। त्यसै गरी बागमती गाउँपालिका भित्रको 9वटा दुग्ध सहकारी संस्थाहरूलाई दूधको विभिन्न प्रकारहरू दही, मही, लस्सी, पेडा, खोवा, पनिर आदि बनाउने तालिम दिई होल मिल्क होलिडेको बेला हुने नोक्सानीलाई न्यूनीकरणमा टेवा पुगिने देखिन्छ। त्यसै गरी निकट भविष्यमा यस गाउँपालिकामा उत्पादन भएको राँगाको मासुलाई अन्तर्राष्ट्रिय क्षेत्र विशेष गरी चीनमा निर्यात गर्ने उद्देश्यका साथ खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्नको लागि आवश्यक बजेट विनियोजन गरी कार्य शुभारम्भ भएको छ। बागमती गाउँपालिकालाई खोरेत रोग मुक्त क्षेत्र बनाउने भनी घोषणा गरी
812वटा पशुपालक किसानहरूको घर धुरीको प्रारम्भिक आधारभूत सर्वेक्षण गर्ने कार्य सम्पन्न भएको छ। खरेल रोग नियन्त्रण सम्बन्धी गाउँपालिका स्तरीय वडा स्तरीय अभिमुखीकरण कार्य सम्पन्न गरिएको छ। त्यसै गरी यस बागमती गाउँपालिका भित्रको पशुपन्छीहरूलाई महामारीजन्य संक्रामक रोगहरूबाट रोकथाम गर्ने कार्यको लागि 7 जना खोपकर्ताहरूबाट 32,500 पशुहरूलाई खोरेल रोग विरुद्धको र 16,997 पशुहरूलाई PPR रोग विरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ। त्यसै गरी कृषि तथा पशुपालन अवस्थाको सम्भाव्यता अध्ययनको कार्य सुरुवात भएको छ, जसले कृषि तथा पशुपालनको वर्तमान अवस्थाको विश्लेषण गर्दै समस्या र चुनौती पहिचान गरी समाधानका उपायहरू बुझाउन सकिन्छ। पशुपन्छी विकास शाखाबाट अपाङ्गता भएका व्यक्तिको लागि सहायता एवं सहयोग कार्यक्रम अन्तर्गत वडा नम्बर 6 मा रहेको फर्मलाई र वडा नम्बर 2 स्थित पहरी समुदायलाई उन्नत जातको बाख्रा वितरण गरी बाख्रा पालक किसानलाई बाख्रा पालनको लागि प्रोत्साहन गर्ने कार्य गरिएको छ। कृत्रिम गर्भधान कार्यक्रममा आधुनिक उपकरण प्रयोगमा ल्याई उन्नत जातको होल्स्टिन, जर्सी गाई, मुर्रा भैँसी र यस वर्षदेखि गिर गाईको र 66 सिमेन्टको अर्थात् बाछी जन्माउने सिमेन्टको समेत प्रयोगले 542 वटा गाई भैँसीहरूमा नस्ल सुधार हुनका साथै रोग निदान, गर्भ परीक्षण र उपचार विधि आधुनिक यन्त्र उपकरण मार्फत सुरुवात गरिएको छ, जसले प्रभावकारी उपचारमा सहयोग पुर्याउने देखिन्छ। त्यसै गरी पशु बिमा कार्यक्रम प्रभावकारी ढङ्गले लागू हुँदा पशुपालक किसानहरू लाभान्वित हुने गरेको देखिन्छ, जुन कार्य पशुपन्छी विकास शाखाले सहजीकरण गरिरहेको छ। पशुपन्छी विकासतर्फ नै डिस्पेन्सरीबाट नियमित सेवाहरू प्रदान भइरहेको छ र यस वर्ष 1051 किसानहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सेवा लिएका छन्। यसरी पशुपन्छी विकासतर्फ यस आर्थिक वर्षमा भौतिक प्रगति 100% र वित्तीय प्रगति 80% भन्दा बढी देखिन्छ। कृषि विकासतर्फ उत्पादन बढाउनको लागि बागमती गाउँपालिका भित्रको किसानहरूलाई उन्नत जातको मकैको बिउ, आलुको बिउ र विभिन्न तरकारीको बिउ वितरण गरिएको छ, जसमा 755 जना किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको छ। त्यसै गरी अन्नबाली, तरकारी, फलफुललाई फौजी किरा लगायत अन्य किराहरूबाट रोकथाम तथा नियन्त्रणको लागि लगभग 10,000 भन्दा बढी किसानहरूलाई विषादी वितरण गरिएको छ। त्यसै गरी कृषि विकास शाखाबाट 170 मेट्रिक टन युरिया मल खरिदको लागि बागमती गाउँपालिका भित्रको कृषि सहकारी संस्थाहरूलाई सिफारिस गरी सहजीकरण गर्ने कार्य गरिएको छ। आलु पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत 60 जना कृषकहरूलाई 6,400 केजी खुमल उज्जवल तेस्रो पुस्ता आलुको बिउ वितरण गर्ने कार्य सम्पन्न भएको छ। त्यसै गरी बगर खेती प्रवर्धन कार्यक्रमको लागि विनियोजित बजेटबाट खरबुजाको बिउ, मल्चिङ, प्लास्टिक र ट्याप खरिद गरी वितरण गर्ने कार्य गरिएको छ। कृषि विकासतर्फ नै कृषि प्रवर्धन कार्यक्रम अन्तर्गत विषादी छर्किने 111 वटा पम्प वितरण गरिएको छ। विषादी छर्किने पम्प आधुनिक कृषि उत्पादन प्रणालीको एक महत्त्वपूर्ण उपकरण हो। यसको सही प्रयोगले रोग तथा किरा नियन्त्रण प्रभावकारी भई बालीको उत्पादन र गुणस्तर वृद्धि गर्न मद्दत पुग्दछ। साथै कृषकको समय, श्रम र लागत बचत गरी कृषि व्यवसायलाई थप लाभदायक बनाउँछ। त्यसै गरी खाद्यान्न बालीमा उन्नत बिउ उपयोगमा अनुदान कार्यक्रमको लागि विनियोजित बजेटबाट यस गाउँपालिकाको 100 जना कृषकहरूलाई 9,500 केजी उन्नत जातको धानको बिउ वितरण गरिएको छ। हालको परिस्थितिमा कृषि तथा पशुपालनप्रति युवाहरू केही हदसम्म आकर्षित हुनाले गरिबी निवारण र बेरोजगारी जस्ता समस्यालाई केही हदसम्म कम गर्ने प्रयास भएको छ। सहकारी कोपमित सिस्टममा लैजाने कार्य प्रभावकारी भएको साथै नियमन, फर्म दर्ता तथा नवीकरण पूर्ण सुधार भएको जानकारी यस गरिमामय सभालाई जानकारी गराउन चाहन्छु। एक वडा एक उद्योग अन्तर्गत बागमती 9 को लितीमा कफी उद्योग घर निर्माण कार्य सम्पन्न भएको छ।
त्यसै गरी एक स्थानीय तह एक प्रमुख उद्योग अन्तर्गत बागमती 5 को कोइराला दामारमा साइलेज भवन निर्माणको कार्य सुरुवात भएको छ। गरिबी निवारणको लागि लघु उद्यम अन्तर्गत बागमती 3 मा 13 जना नयाँ बाख्रा पालन उद्यमीहरूको सुरुवात गरी दुईवटा बाख्राको माउ पनि वितरण गर्ने कार्य सम्पन्न भएको छ। साथै गत आर्थिक वर्षमा गार्मेन्ट सम्बन्धी तालिम लिएको 10 जना महिलाको समूह शान्तिपुर गार्मेन्ट 3 मा मिसिन पनि उपलब्ध गराएको छ। कृषि तथा पशुपालनमा आधारित घरेलु उद्यम स्थापना गर्न अनुदान र प्रविधि सहयोग गरिएकाले स्वदेशमै रोजगारको अवसर सिर्जना हुन थालेको छ। रोजगार सम्बन्धी तथ्याङ्क सङ्कलन व्यक्तिको क्षमता अभिवृद्धि तथा उद्यम विकास सहजीकरण कार्य पनि नियमित रूपमा अगाडि बढाएको छ। कृषिमा आत्मनिर्भर उत्पादनमा वृद्धि किसानको आत्मसम्मान मार्फत बागमतीको समृद्धि भन्ने मूल नाराका साथ अगाडि बढेको बागमती गाउँपालिका आर्थिक विकास समिति अन्तर्गतका शाखाहरूबाट भएका कार्यहरूमा सहयोग तथा सहकार्य गर्नुहुने सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू र अग्रज समाजसेवी बुद्धिजीवीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद आर्थिक विकास समितिका संयोजक श्री उत्तरबहादुर भुवनज्यूलाई। गाउँसभाका सदस्यहरू, अब म वन वातावरण तथा विपद व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्न बागमती गाउँपालिका प्रवक्ता श्री कमान सिंह पाखरिनलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, यस बागमती गाउँपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिको तर्फबाट म बागमती गाउँपालिकाको प्रवक्ता कमान सिंह पाखरिन आर्थिक वर्ष 2082-83 को समितिको प्रगति विवरणहरू यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा खुसी महसुस गरेको छु। यस आर्थिक वर्षमा समितिको कार्यक्षेत्रमा कुल विनियोजित रकम रु 48,50,000 मध्ये हालसम्म रु 16,40,158 रुपियाँ खर्च भएको छ, जसर्थ विनियोजित रकममा 33.79% प्रगति हासिल भएको छ। साथै गाउँपालिकामा रहेको प्रकोप व्यवस्थापन कोषमा हाल बैंक मौजात रु 1,60,811 रुपियाँ र अस्थायी आवास निर्माणको लागि जिल्ला प्रशासन कार्यालयबाट रु 1,63,045 रुपियाँ मध्ये 6 जना लाभग्राहीहरूलाई 1,13,045 रुपियाँ आवास निर्माणको लागि अन्तिम भुक्तानी गरिएको छ। बागमती गाउँपालिकामा स्थानीय विपद सहायता कक्ष स्थापना भई प्रभावकारी सञ्चालनमा आएको छ। गाउँपालिकाबाट हुने विपद व्यवस्थापन सम्बन्धी कार्यहरू स्थानीय विपद सहायता कक्षबाट एकद्वार प्रणाली कायम गरी परिचालन हुने व्यवस्था मिलाइएको छ। प्रदेशबाट प्राप्त र स्थानीय मौजात विपद पूर्व तयारी, राहत तथा पुनर्स्थापना कार्यको लागि आवश्यक सामग्रीहरू तयारी अवस्थामा राखिँदै आएको छ। श्रद्धेय अध्यक्ष महोदय, यस आर्थिक वर्षमा असोज 17-18 गतेको अविरल वर्षको कारण विपद प्रभावित 25 परिवारहरूलाई र मिति 2082-12-1 देखि 83-3-28 गतेसम्म हावाहुरी, वर्षा र असिना पानीका कारण क्षति भएका 9 जना, आगलागी क्षति भएका 6 जना र चट्याङले क्षति भएका 1 जना घर परिवारहरूलाई बागमती गाउँपालिकाको विपद खोज, उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड 2081 बमोजिम आर्थिक सहायता गरिएको छ। साथै खोला खहरेहरूमा तटबन्धन गरी टोल बस्ती र खेती योग्य जमिन संरक्षण गरी नागरिकको सुरक्षित आवास र आर्थिक विकासका लागि सङ्घ तथा प्रदेश सरकारका सम्बन्धित निकायहरूमा 22 वटा योजना र 4 वटा झोलुङ्गे पुलको मर्मत, सम्भार र निर्माणको लागि सिफारिस गरिएको छ। गत वर्ष असोज 10 देखि 12 गतेको अविरल वर्षले आवास क्षति पुगेका आवास निर्माण अनुदानको अन्तिम किस्ता बाँकी रहेका 6 जनालाई जिल्ला प्रशासन कार्यालयको सहकार्यमा स्थानीय प्रकोप व्यवस्थापन कोषबाट भुक्तानी गरिएको छ।
2082-83मा साउन 1 गतेदेखि असार 28 गतेसम्म आपद विपदमा परेका बिरामी पीडित र विपन्नताको समस्यामा परेका 32 घर परिवारलाई कुल रकम 6,35,000 रुपियाँ आर्थिक सहयोग गरिएको छ। बागमती प्रदेशको सहकार्य चेपाङ, बोड्डे, माझी, बनकरिया एकीकृत बस्ती तथा आवास कार्यक्रममा 89 र बागमती प्रदेश जनता आवास कार्यक्रममा 161 घर परिवारहरूलाई सिफारिस गरिएको छ। गाउँपालिकाले विपदको पूर्व तयारी र विपद पश्चात क्षतिको न्यूनीकरणमा आफ्नो स्वामित्वमा रहेको यन्त्र उपकरण, हेभी इक्विपमेन्ट, दमकल, नगर प्रहरी भ्यान लगायत गाउँपालिका स्वामित्वमा रहेका सवारी साधनको कुशल परिचालन गरिँदै आएको छ। वन वातावरण तथा विपद व्यवस्थापन समिति मातहतका विषयगत शाखा र उपशाखा एवं इकाइहरूले नियमित रूपमा दैनिक प्रशासनिक कामकाज एवं बजेट तथा कार्यक्रम कार्यान्वयनका पाटोमा सेवामूलक, नागरिक मैत्री तथा परिणाममुखी भएर नै कार्य सम्पादन गरिरहेको यस सम्मानित गाउँसभामा अवगत गराउन चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, वन वातावरण तथा विपद व्यवस्थापन समितिबाट भए गरेका कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तथा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू तथा अग्र समाजसेवी बुद्धिजीवीहरू प्रति आभार व्यक्त गर्दछु। श्रद्धेय अध्यक्ष महोदय, बागमती गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन समितिबाट हुने काम कारबाहीमा विभिन्न चुनौती रहेको बेहोरा यहाँ मार्फत गाउँसभामा जानकारी गराउन चाहन्छु। बजेट तथा कार्यक्रम सानो रकममा समेत बाँडफाँड भएको कारणले तटबन्धन लगायत विपद व्यवस्थापनका योजना सङ्ख्या धेरै हुँदा कार्यान्वयनमा कठिनाइ भएको छ। वन तथा वातावरण संरक्षणको लागि भएको दण्ड र सजायको व्यवस्था उचित कार्यान्वयन गर्न सकिएको छैन। नागरिकमा वन तथा वातावरण संरक्षणको लागि जागरुकता तथा अर्थपूर्ण सहभागिता जुटाउन सकिएको छैन। खुल्ला चरीचरण, अवैध तवरले माछा मार्ने, वन पैदावार एवं नदीजन्य पदार्थको चोरी निकासीमा उचित नियन्त्रण गर्न सकिएको छैन। भौगोलिक विकटताको कारणले गर्दा जङ्गलमा लाग्ने आगलागी नियन्त्रण गर्न कठिनाइ भएको छ। श्रद्धेय अध्यक्ष महोदय, यस अवस्थामा उक्त समस्या र चुनौतीहरूलाई समाधान गर्दै बागमती गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन समितिबाट हुने सम्पूर्ण कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा यस सभा समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद प्रवक्ता श्री कमान सिंह पाखरिनज्यू। गाउँसभाका सदस्यहरू, अब म विधेयक समितिका संयोजक श्री हस्तबहादुर थिङलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। श्रद्धेय अध्यक्ष महोदय, बागमती गाउँपालिकाको विधेयक समितिको संयोजक म हस्तबहादुर थिङ अब 2082-83 को यस समितिको प्रगति विवरण यस गरममा गाउँसभामा प्रस्तुत गर्न पाउँदा खुसीले महसुस गरेको छु। यस अवधिमा यस समितिको कुल 31 वटा बैठक बसेको छ। यस अवधिमा विभिन्न 27 वटा नयाँ कार्यविधि, 4 वटा मापदण्ड र 1 दीर्घासीन र 1 कार्ययोजना, 1 नियमावली र 1 रणनीतिक र 1 निर्देशकका र 5 वटा कार्यविधि संशोधन स्वीकृति भई कुल 41 वटा कानुन कार्यान्वयन भएको छ। चालु अब 2082-83 मा निर्माण गरी कार्यान्वयनमा ल्याएका कानुनहरूको देहा अनुसार रहेको छन्। बागमती गाउँपालिकाका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने
सम्बन्धित कार्यविधि 2075 तेस्रो संशोधन 2082 सहित र बागमती गाउँपालिकाको शिक्षा सहजकर्ता व्यवस्थापन सम्बन्धित कार्यविधि 2082 र बागमती गाउँपालिकाको खेलकुद एकाडेमी सञ्चालन तथा व्यवस्थापन सम्बन्धित कार्यविधि 2081 प्रथम संशोधन 2082 गाई भैँसी गोठ सुधार कार्यक्रम सञ्चालन कार्यविधि 2082 र श्रम बैंक सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082। बागमती गाउँपालिकाका 3 पाङ्ग्रे अटो सवारी साधन सम्बन्धित कार्यविधि 2082 र बागमती गाउँपालिकाको विषयगत समिति गठन तथा सञ्चालन सम्बन्धी नियमावली 2082 बागमती गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन सम्बन्धित कार्यविधि 2082 र बागमती गाउँपालिकाको सञ्चालित कोषको आन्तरिक लेखा परीक्षण सम्बन्धित कार्यविधि 2082 बागमती गाउँपालिकाको सार्वजनिक जवाफदेह सहित प्रबन्ध सम्बन्धित कार्यविधि 2082 र बागमती गाउँपालिकाको बेरोजी मसरौदा सम्बन्धित कार्यविधि 2082 बागमती गाउँपालिकाको लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि 2082 बागमती गाउँपालिकाको गाउँ सभा सचिवालय स्थापन तथा सञ्चालन कार्यविधि 2082 बागमती गाउँपालिकाको सूचना तथा सञ्चार प्रविधिको प्रयोग सम्बन्धित कार्यविधि 2082 बागमती गाउँपालिकाको घर निर्माण तथा घर नक्सा नियमावली र सम्बन्धित कार्यविधि 2082 बागमती गाउँपालिकाको आन्तरिक निर्माण कार्यविधि 2082 बागमती गाउँपालिकाको स्थानीय कोषहरूको सञ्चालन तथा व्यवस्थापन सम्बन्धित कार्यविधि 2082 बागमती गाउँपालिकाको गरिब लक्षित स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन कार्यविधि 2082 र बागमती गाउँपालिकाको उत्पादन आधारित अनुदान सम्बन्धित कार्यविधि 2082 बागमती गाउँपालिकाको कृषि तथा पशु बिमा कार्यक्रम सञ्चालन कार्यविधि 2082 र बागमती गाउँपालिकाको विपद व्यवस्थापन कोष स्थापन तथा सञ्चालन कार्यविधि 2082 बागमती गाउँपालिकाको सम्पत्ति कर व्यवस्थापन कार्यविधि 2082 बागमती गाउँपालिकाको एकल पुरुष भत्ता वितरण सम्बन्धित कार्यविधि 2082 स्वास्थ्य बिमा सहजकर्ता प्रसवन कार्यक्रम 2082 गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषक कोसेली वितरण कार्यविधि 2082 बागमती गाउँपालिकाको विषय क्षेत्रगत सेवाहरूको सेवा प्रभावका प्रक्रियाको मापदण्ड 2082 बागमती गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड 2082 बागमती गाउँपालिकाको बाल संरक्षण मापदण्ड 2082 बागमती गाउँपालिकाको सामुदायिक विद्यालय स्थलीकरण मापदण्ड 2082 बागमती गाउँपालिकाको बजार अनुगमन निर्देशन 2082 बागमती गाउँपालिकाको विषय वार्षिक योजना तथा बजेट तर्जुमा निर्देशनकाली 2082 बागमती गाउँपालिकाको स्वास्थ्य अनुकूलका कार्ययोजना 2082 बागमती गाउँपालिकाको भोज जमिन उपयोग सम्बन्धित रणनीतिक 2082 र बागमती गाउँपालिकाको खेलकुद एकाडेमी सञ्चालन तथा व्यवस्थापन सम्बन्धित कार्यविधि र 2081 तेस्रो संशोधन 2082 बागमती गाउँपालिकाको बाल अधिकार समिति गठन तथा सञ्चालन कार्यविधि 2082 बागमती गाउँपालिकाको सुरक्षा आभास कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 र बागमती गाउँपालिकाको स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि 2082 बागमती गाउँपालिकाको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2082 बागमती गाउँपालिकाको बिउपुँजी परिचालन कार्यविधि 2079 तेस्रो संशोधन 2083 बागमती गाउँपालिकाको उत्पादन आधारित दूध अनुदान कार्यविधि
78 प्रथम संशोधन 2083, बागमती गाउँपालिकाको पशु प्रबन्ध कार्यक्रम सञ्चालन कार्यविधि 2083, कानुनको मसौदा तयार सम्बन्ध विषयगत समिति, विषयगत शाखा, अन्य सरकारी तथा गैर सरकारी कार्यालयहरू एवं सम्बन्धित सरकारवालाहरूसँग समन्वयगत कार्यहरू वृद्धि गरेको छ। विधेयक समिति मतहामा विषयगत शाखा, उपशाखा एवं इकाइहरूले नियमित रूपमा दैनिक प्रशासकीय कामकाज एवं बजेट तथा कार्यक्रम र सरदर अध्यक्ष महोदय, म यस अवस्थामा उक्त समस्या र चुनौतीहरूलाई सम्बोधन गर्दै बागमती गाउँपालिकाको विधेयक समितिबाट हुने कानुन निर्माणको कार्यहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा यस सभा समक्ष अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद। धन्यवाद। विधेयक समितिको संयोजक श्री हस्तबहादुर थिङज्यू, गाउँसभाका सदस्यहरू, अब म न्यायिक समितिका सदस्य श्री निरञ्जन कुमार घिसिङलाई समितिको प्रतिवेदन पेश गर्न अनुमति दिन चाहन्छु। धन्यवाद। यस गौरवमय सदनका सभाध्यक्ष महोदय, बागमती गाउँपालिका न्यायिक समितिको सदस्य निरञ्जन कुमार घिसिङ, आर्थिक वर्ष 2082-83मा न्यायिक समिति र मेलमिलाप केन्द्रबाट भएको प्रगति विवरणहरू यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा खुसी महसुस गरेको छु। न्यायिक समितिले यस अवधिमा विभिन्न 15 उजुरीहरूमाथि काम कारबाही सञ्चालन गरेको छ। गत आर्थिक वर्षबाट सरी आएका विवाद 2वटा, जग्गा भोगचलन सम्बन्धी विवाद 12वटा र आर्थिक लेनदेन सम्बन्धी विवाद 1वटा गरी कुल 15वटा उजुरीहरूमाथि काम कारबाही सञ्चालन गरेको छ, जसमध्ये 9वटा विवाद फरसट भएको र 5वटा विवाद फरसट हुन बाँकी रहेको छ र एकवटा विवाद सम्बन्धित निकायमा पठाएको छ। मेलमिलाप केन्द्रतर्फ कुल 36वटा विवाद दर्ता भएकोमा 31वटा विवाद फरसट भएको छ, 4वटा विवाद फरसट हुन बाँकी रहेको छ र 1वटा सम्बन्धित निकायमा पठाएको छ। माझगाउँ मेलमिलाप केन्द्रमा 11वटा विवाद दर्ता भएकोमा 9वटा विवाद फरसट भएको र 2वटा हुन बाँकी रहेको राईगाउँ एवं लिलावन मेलमिलाप केन्द्रहरूमा 1-1वटा विवाद दर्ता भएकोमा 100 विवाद फरसट हुन बाँकी रहेको छ। सातले मेलमिलाप केन्द्रमा 4वटा विवाद दर्ता भएकोमा 3वटा विवाद फरसट भएको र 1वटा विवाद फरसट हुन बाँकी रहेको छ। गढन मेलमिलाप केन्द्रमा 4वटा विवाद दर्ता भएकोमा 3वटा विवाद फरसट भएको र 1वटा विवाद फरसट हुन बाँकी रहेको छ। फापरबारी मेलमिलाप केन्द्रमा 16वटा विवाद दर्ता भएकोमा 13वटा विवाद फरसट भएको र 1वटा विवाद सम्बन्धित निकायमा पठाएको छ। त्यसै गरी लामिटार मेलमिलाप केन्द्रमा 1वटा विवाद दर्ता भएकोमा 100 विवाद फरसट हुन बाँकी
रहेको छ। 5 मण्डल एवं व्यक्तिनि मेलमिलाप केन्द्रमा कुनै पनि विवाद दर्ता भएको छैन। सधैँ अध्यक्ष महोदय, न्यायिक सम्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तथा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, गाउँपालिका अन्तर्गतका सम्पूर्ण कर्मचारीहरू तथा अग्रज समाजसेवी बुद्धिजीवीहरूप्रति आभार व्यक्त गर्दछु। सधैँ अध्यक्ष महोदय, बागमती गाउँपालिका न्यायिक समिति र मेलमिलाप केन्द्रबाट हुने न्यायिक सम्पादनको कार्यमा विभिन्न चुनौती रहेको बेहोरा यहाँ मार्फत गाउँसभामा जानकारी गराउन चाहन्छु। मेलमिलाप केन्द्रहरूको क्षमता विकास, आधारभूत स्रोत साधनको व्यवस्थापन र संस्थागत सुदृढीकरण अनिवार्य एवं अपरिहार्य भएको बेहोरा अवगत गराउन चाहन्छु। वादी र प्रतिवादी दुवैको सहमत भई मेलमिलापको माध्यमबाट विवादको निपत्र गर्दा पनि कतिपय अवस्थामा कार्यान्वयन गर्न कठिनाइ भएको छ। न्यायिक समितिको पदाधिकारीहरू र कर्मचारीलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमलाई बढोत्तरी गर्दै साधारण रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ। न्यायिक समिति र मेलमिलाप केन्द्रको काम, कर्तव्य र अधिकारको बारेमा आम नागरिकलाई सचेतना नभएको कारण न्यून सङ्ख्यामा विवाद दर्ता हुने गरेको हो कि भन्ने अनुभूति भएको छ। यस अवस्थामा उक्त चुनौतीहरूलाई समाधान गर्दै बागमती गाउँपालिकाको न्यायिक समिति र मेलमिलाप केन्द्रबाट हुने न्यायिक सम्पादनको कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बेहोरा यस सभा समक्ष अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। न्यायिक समितिका सदस्य श्री निर्जन कुमार घिसिङजीलाई। उपस्थित गाउँसभाका सदस्यहरू, यस गाउँपालिका र गाउँपालिका अन्तर्गत रहेका विभिन्न विषयगत समिति, विषयगत शाखाहरूले चालु आव 2082-83 गरेका कामहरूको कार्य प्रगति सन्तोषजनक देखिएका छन्। अझ यसलाई बढोत्तरी गर्न हामी सबै सरकारवालाहरू सहयोगात्मक र सहकार्यमूलक एवं समन्वयात्मक ढङ्गबाट अगाडि बढ्नु पर्ने हुन्छ। चालु आव 2082-83 को वित्तीय प्रगति हेर्दा चालुतर्फ 89.4% र पुँजीगततर्फ 75.53% गरी कुल विनियोजित बजेटको 83.25% खर्च भएको छ। चालु आवमा भएका सबै खर्च र खर्चका प्रगतिहरूलाई सभा समक्ष अनुमोदनका लागि प्रस्ताव गर्दछु। गाउँसभाका सदस्यहरू, अब म बागमती गाउँपालिकाको आर्थिक विधेयक 2083, बागमती गाउँपालिकाको विनियोजन विधेयक 2083, आव 2083-84 को बागमती गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम, आव 2083-84 को बागमती गाउँपालिकाको वार्षिक कार्यक्रम तथा बजेट, चालु आव 2082-83 मा बागमती गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकबाट संशोधन एवं परिमार्जन गरिएका योजना तथा कार्यक्रम, आव 2081-82 सम्मका बागमती गाउँपालिकाको अन्तिम लेखा परीक्षण प्रतिवेदन विषयगत
समिति मार्फत पेश हुने बागमती गाउँपालिकाको विषयगत शाखाका कार्य प्रगति प्रतिवेदन, गाउँ कार्यपालिका एवं गाउँपालिकाको कार्यालयका निर्णयहरू, चालु आवा 2082-83 मा गरेका खर्च, पालिका स्तरीय योजना, सङ्घ तथा प्रदेश स्तरीय योजना एवं राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम लगायतका योजना ब्याङ्कमा समावेश गरिने योजना, चालु आवा 2082-83 को दायित्व एवं सोको भुक्तानी र अन्य विविध विषयहरू लगायतका कार्यसूचीमा उल्लेखित प्रस्तावहरूमा छलफल प्रारम्भ गर्न चाहन्छु। छलफलमा बोल्न चाहनुहुने सदस्यहरूले आफ्नो नाम सजिलोको लागि अध्यक्षको ड्याससँगै बसेका कर्मचारीहरूलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक सभा सदस्यलाई 5 मिनेटको समय निर्धारण गरेको छु। अब चाहिँ सोध्नु हो कि अब चाहिँ सोध्नु अब चाहिँ कोही हात उठाउनुहुन्छ अनि समय सुरु भएको छ है। टाइम दिन छ। यता नाम दिनु यता कोही कोही छैन? धन्यवाद। सर्वप्रथम सदस्य श्री डम्बाजार विकलाई छलफलमा भाग लिन समय दिन चाहन्छु। हेलो, सभाका अध्यक्ष महोदय, मैले यो धेरै कुरा त राख्न चाहिनँ। बागमती गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेखित कुराहरूमध्ये म 1-2वटा कुराहरूमा मात्रै पोइन्टगत हिसाबमा बोल्न चाहे। हाम्रो नीति तथा यो सिधा पर्यो। हाम्रो नीति तथा कार्यक्रममा चाहिँ 1 वडा 1 उत्पादन कार्यक्रम लागू गरिने छ भनिएको थियो, तर यहाँ बजेटका सिलिङहरू आए। मैले धेरै हेरेँ, मैले भ्याएकोसम्म त अध्ययन गरेँ। 10-15 मिनटमा कति नै भ्याइयो होला र होइन। त्यसमा चाहिँ मैले खासै यो उत्पादनमुखी बजेट विनियोजन गरिएको पाइनँ। जस्तै हाम्रो यो एकदमै विकराल समस्या चाहिँ मैले केही उदाहरणसहित पेश गर्न चाहेँ। यो फोहोर व्यवस्थापन यो एकदम चुनौतीपूर्ण हुन्छ। यो 2-3 वटा पुलको मुनितिर गएर
तपाईँ हामीले हेर्ने हो भने त्यो प्लास्टिकको डङ्गुर दुर्गन्धित अहिले भइसकेको छ। अब यो फोहोर व्यवस्थापनलाई कसरी निराकरण गर्ने भन्ने विषयमा हाम्रो यो नीति तथा कार्यक्रममा त्यति देखिएन। अनि यसलाई मैले चाहिँ सर्टकटमा भन्नुपर्दा यसलाई व्यवस्थापन गर्ने हो भने हरेक कुरा दुईटा कुरासँग जोडिएको हुन्छ मेरो बुझाइमा। यसलाई व्यवस्थापन गर्ने हो भने हामीले यो प्लास्टिक जन्य पदार्थलाई कम गर्नुपर्छ। यो कम गर्ने त कसरी, अहिले तत्कालै कम गर्न त सकिँदैन। अब यो हाम्रो मैले देखेको चाहिँ बागमती गाउँपालिकाको प्रचुर सम्भावना भनेको चाहिँ एउटा टपरी उद्योग। यो टपरी उद्योग एउटा थोरै 2-4 लाख मात्रै लगानी गरेर एउटा टपरी उद्योग बनाउने हो भने त्यो हामीले प्लास्टिक जन्य पदार्थहरू भोज भदेरमा प्रयोग गर्ने पदार्थहरू यसलाई विस्तारित गर्न सकिन्छ र हामीले फोहोरलाई घटाउन सकिन्छ। अर्को कुरो मैले भन्न चाहे, जबसम्म मानिसको चेतनामा विकास हुँदैन तबसम्म यो पूर्वाधारको विकासको अर्थ हुँदैन मैले देखेको चाहिँ। तपाईँको म एउटा उदाहरण दिन्छु। यो झुझुरीको चोकमा अथवा पाथीभराको चोकमा, मैले झुझुरीलाई मात्रै गर्नु खोजेको होइन है, पाथीभराको चोकमा झुझुरीको चोकमा बिहानदेखि बेलुकासम्म रक्सी आएर बस्ने मान्छेलाई उसलाई पूर्वाधार विकास के हो, कसरी विकास सम्भव छ, कसरी चेतना फैल्याउने भन्ने कुरा पहिला त उसको त्यो चेतनामा हामीले के गर्नु पर्यो भन्दा परिवर्तन ल्याउनु पर्यो। यो कुरा चाहिँ हाम्रो बजेटले छोएन। अर्को कुरो यो हाम्रो गाउँपालिका स्तरीय नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय योजनाहरूमा पनि 50% चाहिँ यो हेभी इक्विपमेन्ट प्रयोग गरे बापत धरौटी राख्नुपर्ने भनेर चाहिँ आएको जस्तो कता 5 गतेको कुरा अहिलेसम्म आएको जस्तो लागेको थियो। यो पनि अलि सान्दर्भिक भएन, किनभने हाम्रै कार्यक्रम गर्ने, हामीले नै योजना पठाउने, अनि त्यसपछि त्यो उपभोक्ता समितिलाई चाहिँ तपाईँ 50% चाहिँ हाम्रो इक्विपमेन्ट प्रयोग गर्ने भए धरौटी राख्नुहोस् भनेर भन्दा कतिको सान्दर्भिक होला यो कुरो। अनि अर्को कुरो एकदमै विकराल समस्या मैले 2-3 पटक भोगिसकेँ। यो गाउँको समाजसेवी हामी समाजसेवी भनाउँदाहरूलाई चाहिँ के हुँदो रहेछ भन्दा जब मान्छेहरूलाई समस्या पर्छ अनि तब हामीलाई गुहार्छन् क्या। मैले एकदमै विकराल समस्या देखेको चाहिँ के छ भन्दा यो दाह संस्कार गर्ने स्थानहरूमा चाहिँ हामीले त्यहाँ भवन पनि बनाएको छौँ। मुख्य दाह संस्कार गर्ने स्थान त्यही हो, ड्युटी भवन पनि बनाएको छौँ। हामीले सामुदायिक वनहरूसँग कोअर्डिनेसन गरेर चाहिँ हामीले दाउराको व्यवस्था गर्न सकियो भने एउटा लास बराबर कति लिने भनेर चाहिँ मूल्य निर्धारण गरेर दाउराको व्यवस्थापन गर्न सकियो भने त्यो लासलाई चाहिँ अन्तिम दाह संस्कार गर्नलाई त्यो पीडा परिरहेको बेलामा ऊ दाउरा खोज्नलाई चक्कर लगाएर हिँड्नुपर्ने अवस्थाबाट हामी छुटकारा पाउन सक्छौँ। अब धेरै कुराहरू होलान् होइन, अब यो मैले टिपेको कुराहरूमा चाहिँ यी कुराहरू अब हामीले ठ्याक्कै अब यो अहिले एकदमै विकराल बागमती गाउँपालिकामा म यो हरेक पटक उठाइरहेको छु। यसले डिस्टर्ब गरिरहेको छ अहिले मलाई। हरेकचोटि उठाइरहेको छु। यो भूमि सम्बन्धी चाहिँ अलिक ठुलै समस्या छ क्या। साबीको बेतिनी र राई गाउँमा अलिक कम रहेछ। साबीको फापरबारीमा यो अहिलेनी जग्गा धेरै छन् कि अब तपाईँको एउटैको 1.5 बिघा 1 बिघा 1.5 बिघा प्रायः सबैका छन्। र यो के समस्या देखिएको छ भन्दाखेरि बिचबिचमा मालपोत कार्यालयले चाहिँ बिचबिचमा चाहिँ फ्याट चाहिँ तपाईँको सूचना निकालिदिने, भोग लगत अनि तिरेको रसिद भयो भने पूर्जा दिने भन्ने यी समस्याहरूले कतिले पूर्जा लिइसके। यो सायद यहाँहरू सबैलाई जानकारी विषय। अब यो कतिपय मान्छेहरू चाहिँ के भन्छ सुकुम्बासी हुने अवस्था हुन्छ। जग्गा त कमाइरहेको छ, पूर्जा चाहिँ अर्कै लगिसकेको छ। त्यसलाई के गर्ने भन्ने विषयमा चाहिँ हामीले अलि छलफलको विषय पनि बनाउनु पर्थ्यो भनेर मैले कार्यपालिकाको मिटिङहरूमा पनि कुरो उठाउँदै आएका थिएँ। यिनी कुराहरू राख्दै म आफ्ना भनाइहरूलाई अन्त गर्न चाहन्छु। हस्त धन्यवाद। धन्यवाद।
अलिकति जस्तो लाग्छ त्यो कुरा पनि अर्को कुरा भनेको धरोहर राख्नुपर्ने उहाँले गलत जस्तो लाग्छ कि बाहिर पठाउनलाई पनि धरोहर होइन दाह संस्कारले त्यही भइहाल्यो। धन्यवाद सदस्यज्यूलाई। सिधै यहीँबाट दिइहाल्नु। मान्य सदस्यहरूले यो छलफलको लागि आफ्नो विषयवस्तु राखिसक्नु भएको छ। तपाईँले राख्नुभएका यो उत्पादन एक वडाको कार्यक्रम वडा नम्बर 5मा साइलेज फ्याक्ट्री चाहिँ प्रारम्भ सुरु भएको छ। त्यसलाई फेरि पूर्णता दिने प्रदेश सरकारले दिएको बजेटको अपुग भएको कारणले गर्दा हामीले फेरि त्यसलाई पूर्णता दिने हिसाबले बजेट विनियोजन गरेको छ। र फोहोर मैला व्यवस्थापनका लागि पनि यसपालि डिपिआर गर्ने र त्यसलाई फेरि सँगसँगै ट्र्याक्टर खरिद गरेर फेरि त्यसलाई सही ढङ्गले व्यवस्थापन गर्न हामीले सोचिरहेको छ। हजुरले राख्नुभयो तालिमको कुरा चाहिँ केही वडामा सुरु भएको छ। यो चाहिँ सामाजिक विकास मन्त्रालयबाट टपरी चाहिँ उत्पादन गर्ने हिसाबले पनि मलाई लाग्छ त्यसलाई अलिकति प्रभावकारी बनायौँ भने राम्रो हुनेछ। र साथसाथै भूमिको समस्या त यो बागमती गाउँपालिका मात्र होइन, देशैभरिको समस्या छन्। नेपाल सरकारले हाम्रो स्थानीय तहको सरकारले गर्ने काम चाहिँ अगाडि बढिरहेको छन् र सङ्घीय सरकारले गर्नुपर्ने कामहरू अव्यवस्थित बसोबासदेखि भूमिहीन सुकुम्बासीको कुराहरू जो चाहिँ आफूले कमाइरहेको जग्गा पछिल्लो चरणमा चाहिँ पहिला चाहिँ जसले भोगचलन भन्दा पनि जसको नाममा नापी भएको थियो त्यो जग्गाहरूको समस्याहरू जटिल छन्। त्यो सम्बन्धित चाहिँ निकायले त्यसलाई ध्यान दिएर कानुनको आवश्यकता पर्दछ। त्यसलाई हामीले फेरि सहजीकरण र गर्ने कुरा हामी स्थानीय तहले गर्नेछौँ। र यो हेभी इक्विपमेन्टको सन्दर्भमा चाहिँ बाहिर लाँदाखेरि चाहिँ भोलि यसको हामी छुट्टै कोष पनि खडा गर्नेछौँ, किनकि त्यसको कोष हुँदाखेरि भोलि ढलौटी चाहिँ उसले भनेको बमोजिम काम भने फिर्ता हुने हिसाबले हामीले सोचिरहेको छ। र साथै यो बाहिर लाँदाखेरि चाहिँ कमसेकम उसले लगेको बराबर चाहिँ 50% जति राखेन मिदियो भने भोलि फेरि सेक्युरिटीको हिसाबले पनि लगे पछाडि त्यसलाई फेरि कानुनमा बाँध्ने कुरा राजस्व त्यसबाट आउने जुन उसले प्रयोग गरे बापत राज्यको कोषमा जम्मा हुने बजेटको कुरा चाहिँ अलि चुनौती हुने देखेर नै यसलाई चाहिँ सहजीकरण गरेको मलाई लाग्छ। सबै ठाउँमा केही ठाउँमा 25% छ, केही ठाउँमा चाहिँ हामीले 50% राख्दाखेरि राम्रो हुन्छ भन्ने हिसाबले निर्णय गऱ्यौँ। यो बाहिरको लागि हो, आफ्नो भित्र त फेरि उसले ढलौटी राखेरै उपभोक्ता समितिले सामान्यतया चाहिँ उनीहरूले जति लागत लाग्छ त्यो बराबर चाहिँ राखेर लाने छ। त्यो फिर्ता हुने पैसा हो, फेरि त्यो सुरक्षाको लागि हो, त्यो हिसाबले बुझ्ने हुनेछ। अर्को चाहिँ अब तपाईँ हामीले जे सोचिरहनु भएको छ यो चाहिँ फेरि यसलाई व्यवस्थापन गर्नका लागि वन समितिसँग हामी छलफल गरेर सुरु गर्नेछौँ। यसपालि बजेट पनि विनियोजन पनि थोरै भएको छ, अझ त्यसलाई व्यवस्थित होस् भन्ने हिसाबले पनि र वनसँग सहकारी गरेर कमसेकम तपाईँले भने जस्तै गरी त्यहाँ चाहिँ राख्ने चाहिँ भवन भइसके पछाडि त्यहाँ चाहिँ आवश्यक दाउराहरूको व्यवस्थापन गर्ने कुरामा चाहिँ हामी पहल गर्नेछौँ र सहजीकरण गर्नेछौँ। हस्, सबैलाई धन्यवाद दिन चाहन्छु। त्यो
चिन्छ हजुरले पछि भन्नु र उपस्थित गाउँसभाका सदस्यहरू, उल्लेखित प्रस्तावका सन्दर्भमा उपस्थित गाउँसभाका सदस्यहरू, अब म बागमती गाउँपालिकाको आर्थिक विधेयक 2083, बागमती गाउँपालिकाको विनियोजन विधेयक 2083, आवास 2083-84 को बागमती गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम, आवास 2083-84 को बागमती गाउँपालिकाको वार्षिक कार्यक्रम तथा बजेट, चालु आवास 2082-83 मा बागमती गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकबाट संशोधन परिमार्जन गरेका योजना तथा कार्यक्रम, आवास 2081-82 सम्मका बागमती गाउँपालिकाको अन्तिम लेखा परीक्षण प्रतिवेदन विषयगत समिति मार्फत पेश हुने बागमती गाउँपालिकाको विषयगत शाखाका कार्य प्रगति प्रतिवेदन, गाउँ कार्यपालिका एवं गाउँ कार्यपालिकाको कार्यालयका निर्णयहरू, चालु आवास 2082-83 मा भएका गरेका खर्च, पालिका स्तरीय योजना, सङ्घ तथा प्रदेश स्तरीय योजना एवं राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम लगायतका योजना, बैगमा समावेश गरिने योजना, चालु आवास 2082-83 को दायित्व एवं सोको भुक्तानी र अन्य विविध विषयहरू लगायतका कार्यसूचीमा उल्लेखित प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। उल्लेखित प्रस्तावहरूको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। उल्लेखित प्रस्तावहरूको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। उल्लेखित प्रस्तावहरूको विपक्षमा हुने सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ बागमती गाउँपालिकाको आर्थिक विधेयक 2083, बागमती गाउँपालिकाको विनियोजन विधेयक 2083, आवास 2083-84 को बागमती गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम, आवास 2083-84 को बागमती गाउँपालिकाको वार्षिक कार्यक्रम तथा बजेट, चालु आवास 2082-83 मा बागमती गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकबाट संशोधन परिमार्जन गरेका योजना तथा कार्यक्रम, आवास 2081-82 सम्मका बागमती गाउँपालिकाको अन्तिम लेखा परीक्षण प्रतिवेदन विषयगत समिति मार्फत पेश हुने बागमती गाउँपालिकाको विषयगत शाखाका कार्य प्रगति प्रतिवेदन, गाउँ पालिका एवं गाउँ कार्यपालिकाको कार्यालयका निर्णयहरू, चालु आवास 2082-83 मा भए गरेका खर्च, पालिका स्तरीय योजना, सङ्घ तथा प्रदेश स्तरीय योजना एवं राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम लगायतका योजना, बैंकमा समावेश गरिने योजना, चालु आवास 2082-83 को दायित्व एवं सोको भुक्तानी अनुमोदन लगायतका प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृति भएको घोषणा गर्दछु।
गाउँ सभाका सदस्यहरू, अब शून्य समय प्रारम्भ हुन्छ। छलफलमा बोल्न चाहनुहुने सदस्यहरूले आफ्नो नाम सजिलोका लागि अध्यक्षको ड्याससँगै बसेका कर्मचारीहरूलाई उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहने प्रत्येक सभा सदस्यलाई 3 मिनेटको समय निर्धारण गरेको छु। समय सुरु भएको जानकारी गराउन चाहन्छु। अरू छ? सर्वप्रथम सदस्य श्री पूर्णबहादुर घलानलाई छलफलमा भाग लिन समय दिन चाहन्छु। यहाँ नजिक सम्मानित सभाका सभाध्यक्षज्यू, मेरो एउटा छोटो प्रश्न छ। एउटा बजेट शीर्षकको बारेमा स्पष्ट पार्नका निमित्त उहाँले म आग्रह गर्न चाहन्छु। एउटा 0 देखि गुही खोलासम्म स्ल्याब ढलान गर्नलाई सिमेन्ट खरिद भनेर यहाँ बजेट विनियोजन गरिएको छ। यो कहाँदेखि कहाँसम्म गर्ने हो र यसको स्पष्ट लक्ष्यसहित स्पष्ट पार्नका लागि म सभाध्यक्षज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। धन्यवाद। यो 0 भनेको चाहिँ यो हाइवे चाहिँ 0 देखि चाहिँ गुहे खोला तलतिरको चाहिँ राईगाउँको उसमा तलतिर गुहे खोल्दै तलतिर सङ्घबाट काम भइरहेको कारणले गर्दा त्यो बीचको लाई 0 देखि नै लम्काना हुँदै डकास हुँदै र माझगाउँ हुँदै गर्ने हिसाबले यसपालि हामी नयाँ ढङ्गले चाहिँ सिमेन्ट खरिद गरेर हाम्रो आफ्नै हेभी इक्विपमेन्ट क्रसरबाट उत्पादित चाहिँ गिटी बालुवाहरू प्रयोग गरेर मिक्सचरहरू प्रयोग गरेर सुरु गर्ने हिसाबले सोचिरहेको छ। र सँगसँगै फेरि फापरबारी हुँदै बेतिनेको पनि अधुरो त्यहाँ बिचमा जहाँ जहाँ समस्या छन् त्यसलाई पनि सँगै लाने हिसाबले पनि बजेट विनियोजन भएको छ। हस् धन्यवाद। धन्यवाद। उपस्थित सभाका सदस्यहरू, हामी अन्तिम यो गाउँसभा अन्तिम वर्षमा हामी टेकिरहेको छौँ। हामीले लिएका नीतिहरू र हामीले विनियोजन गरेका बजेटहरूलाई समयमै हामीले सबै सक्रियतापूर्वक लागेर त्यसलाई सही ढङ्गले नियमन गरेर छिट्टो नै सम्पन्न गर्नतिर सबै मान्य सदस्यहरू लाग्नुहुनेछ। र अन्तमा उपस्थित गाउँसभाका सदस्यहरू दोस्रो गाउँसभाको 9औं अधिवेशन यही अन्त्य भएको घोषणा गर्न चाहन्छु। हस्, सबैलाई धन्यवाद।